बागबजारमा धेरै होस्टेलको भाइहरू पनि रहेछ है, नयाँ नयाँ तर्नै। एडी भाइको गर्लफ्रेन्डको मेसेज आएर फेरि हैरान छ है। यी होइन मजी हो, मजी बिट पेस्ट गरे हो। ए लन्डनमा चिल गर्नुपर्छ, आउनु पर्यो। लन्डन चाँडै आउँछु केटा हो मजी। ए के अरे 2 PM को जवाना ल ओए केटा हो यो म्याच ल रेकर्ड गर चाँडो। म चाहिँ भोलि तिमीहरूको भाइरल लिइस् ल पक्कै त। ल रेकर्ड स्टार्टिङ गर्दै गर केटा हो। गर्दै गर है केटा, तिमीहरूको लागि म यहाँ लाइन हान्दैछु। म चाहिँ खतरा तिमीहरूको लागि भोलि कन्टेन्ट। ल लेट्स गो है त। 2 PM को जमानामा खोज्न आउँछ रम पम। लिरिक्स मेरो साइको फिल हुन्छ तँलाई रङ टर्न। स्ट्यामिना वाइल्ड मेरो जान्छ लामो लङ टर्म। झोलाले लन्डन घुमायो म घुमाउँछु हङकङ। जाने भए आऊ बेबी जाने भए आऊ। नखाऊ तिमी भाउ चिक्ने चाटो बरु पाऊ। जाने भए आऊ बेबी जाने भए आऊ। नखाऊ तिमी भाउ चिक्ने चाटो बरु पाऊ। गर्लफ्रेन्ड मेरो सुगर मम्मी पल्लो घरको आन्टी। अँध्यारोमा गर्दिन भाल्नु पर्छ बत्ती। चिडी चिडी ब्याङ ब्याङ म्याचिङ मेरो कार ग्याङ ग्याङ। गोडे हाड ल्याङ ल्याङ म्याचिङ भेटस फेरि प्ल्याङ प्ल्याङ। यो गीत त मैले युट्युबबाटै हटाइदिएको नि त केटा हो। जवाना पहिले झारिदिएको जवानामा जवानामा, तर मैले हटाइदिएको। क्याफेतिर देखिरहेको हुन्छु रे म। बस्ने क्याफे भनेको त्यही रिल्याक्स स्टेसन हो, त्यही हो। लामो जस्तो गीत रे हो। कस्तो लाग्यो त मुजी तैँले सुन्ने गीत त्यसो भए? मैले खतरा मैले क्या ल्याइदिएँ होइन कस्तो अरे खतरा लाइफ स्टाइल तर चढ्छु बुढो साइकल रे क्या। भिडेन दाई बवाल हो, जहिले बवाल हो। म चाहिँ जहिले खतरा लाग्छ मलाई, दामी लाग्छ मलाई होइन। म चाहिँ सबैलाई बवाल लाग्छ क्या। म चाहिँ कसैले म चाहिँ बाहिरबाट होइन भने नि छुट्टै कुरा हो होइन, बनावटी भाषामा, तर खतरा त मुजी झारे रे। झारे नै हो मुजी त भन्दा त कतिलाई छु। म्याच सिक्ने गजडी हो खाते म्याच सिक्ने बच्चा। तेरो अनुहार हेर्दा म्याच सिक्ने प्रोफाइल हेर्दा मुजी झारे हो तोर्पे मुजी। यहाँ रमाइलो कुरा गरेर बेला तिमीहरू यस्तो कुरा नगर न। भोलि पनि हुन सक्छ। दामी बन्न सक्छ कि कसरी? इन्स्ट्रुमेन्टहरु अझै एड गरिरहेको छु। के चाहिँ? यो सुन्नु है, यो जो स्ट्रिङ छ नि यो एड गरेको छैन। यस्तो हो कि ओरिजिनलमा छ नि जस्तो ओरिजिनल दामी छ नि त त्यस्तै हाल्नु न। होइन ती यो काम त हामीले उसमा गर्न सकिन्छ नि त, त्यहाँ त्यहाँ सन्डे मन्डेमा होइन त्यसमा गर्ने हो। यहाँ पनि अलिअलि कमी छ कि त, सेम त्यही भाइब दिनु न दामी हुन्छ नि त। कम्प्युटराइज सुनिरहेको छु कि त्यही हो। होइन होइन हुन्छ भने त हेरौँ न, राम्रो भयो भने हाल्नु। तपाईँलाई के लाग्छ? राम्रोको लागि कि त्यसमै हालिदिँदैन त। मलाई के छ मेरो त टाइमै बच्छ। तर त्यो पनि हो होइन, म त दामी बनाउन खोजिरहेको छु।
अहिले अहिले यसको म मेरो इपीको एउटा गीतको अगाडिको हुक हालिदिन्छु केटा अहिले हालिदिन्छु टिकटकमा एकछिनमा यहाँ रेकर्ड गरेर म भर्समा उ गरेर हालिदिन्छु केटाहरूलाई हल्का हिन्ट होइन अब तिमीले बुझिहाल्छ इपी कस्तो आउनु लाग्छ भनेपछि सानो सुनेपछि होइन थाहा भइहाल्छ त्यस्तै हो तपाईँहरू सबैजना दिदीभाइ भाइ भयो भने तपाईँहरू दिदीबहिनी तपाईँहरू दाजु बहिनी सबजना अपर्च्युनिटी पाएको ठाउँमा चाहिँ कहिले पनि मिस नगर्नु होला जानु होला आफ्नो लागि आफै गर्नुपर्छ होइन त्यही हो अनि रेकर्ड सेकर्ड गर्ने हो यताउता हो भने चाहिँ कलग्या रेकर्ड सर्च हान्ने सट्टा आउने चट्ट लाएर राम्रो काम गर्नु छ भने यहीँ गर्ने जिबबले नि यहीँ गर्छ मैले नि यहीँ गर्छु वाइल्ड मार्टिनले यहीँ गर्छ टन्नै खतरा खतरा आर्टिस्टहरू सबले यहीँ गर्छ अनि तपाईँहरूको भोलि पर्सि गएर यहाँ कलग्या रेकर्ड्सले अब सेसन गर्दैछ त्यहीँबाट ऱ्यापरहरू छानेर मेरो पनि आउँछ मार्टिनको नि आउँछ टन्नै केटाहरूको सब कतिजना केटाहरूको खतरा आर्टिस्टको आउँछ त्यसमा तपाईँहरूको पनि आउँछ उनीहरूले निकालेर यहाँबाट राम्रो भयो भने गर्छ तपाईँहरूलाई छानेर त्यही भएर चाँडै जहाँ अपर्च्युनिटी पाउनुहुन्छ त्यहीँबाट अनि फलो गर्नु होला कलग्या रेकर्ड्सको पेज पनि फलो गर्नु होला राम्रो छ भने त सब पेजमा चाहिँ हामी अनि एकजना इशान भाइ हो एकजना उता छ टन्नै छ केटाहरू भेट्नु छ एकचोटि रे कहाँमा चाहिँ हामी खतरा सेलिब्रेटी हुँदै केटा हामी भेटिहाल्छौँ नि चाहिँ आऊ न बागबजार आऊ चट्या निन्द्राले च्याक हान्रहेछ नि सबलाई त्यही हो केटा इपी आउँदैछ मुजी छोडिदियो यो दायाँ बायाँ कुरा छोडिदियो होइन फेस रिभिल कहिले गर्ने रे घन्टा यो कसको अनुहार हो त उयो मान्छेको भूत आयो क्या हो कस्तो फेस रिभिल कहिले गर्ने लाइफ को हो यो मै छु त ब्रो यस्तो धेरै नाटक गर्न नै आउँदैन फेरि हेर केटा हो मलाई गाह्रो छ बागबजारमै बस्छु दाइ म अरे हो र भाइ ल मलाई भेटौँ न त भाइ त्यसो भए तिमी होस्टेलतिर बस्छ होला भाइ त्यही हो केटा हो होइन आफ्नो काम गर दामी गर म अहिले एकछिनमा उजाड दिन्छु चाँडै थाहा छ नि ओके टेक केयर मेरो दाजुभाइहरू मुख छाड्नेहरूलाई पनि माया छ मुख नछाड्नेहरूलाई पनि माया छ सबलाई माया छ अहिलेसम्म जतिजनाले मुख छाड्नु भयो उहाँहरूलाई पनि माया छ म चाहिँ अरू जस्तो हुँदा पनि होइन मलाई मतलब पनि छैन त्यही हो माया गर्दै गर्नु होला हेर्दै गर्नु होला रिसाएर भए पनि हेर्नु होला नमन पर्ने पनि म नमन परे पनि गीत सुनिदिनु होला गीत नमन परे मलाई हेरिदिनु होला होइन त्यही हो थाहा छ नि अनि थाहा छ निको मर्च आउट भएको छ घर लिन सक्नुहुन्छ टेक केयर केटा हो